जेन्जी विद्रोहका शहीदहरू चोर अरे, आतंककारीहरू अरे, यो भनाई नेकपा एमालेका नेता महेश बस्नेतको साथीहरू। उहाँलाई अझै पनि लाग्छ कि म शक्तिशाली छु, तर मान्दिउ महेश बस्नेत शक्तिशाली नै छन्। उनी यति शक्तिशाली छन् कि उनको आवाज सुनेर आज नेपाली जनताहरू बमिट गर्ने अवस्थामा पुगेका छन्। सुन्नुस् त त्यो आवाज। जेएनजी भन्ने चाहिँ आतंककारी हो, लुकेर हो, डाका हो, फटा हो। उनको आवाजले गर्दा आज नेकपा एमालेलाई छेरपाटे लागेको छ। मदन र मनमोहनले आज स्वर्गमा बसेर जीवनजल खानुपर्ने अवस्था छ। उहाँलाई अलिकति लाज भन्ने कुरा पनि छैन, मानवता भन्ने कुरा पनि छैन। अझै उहाँ भन्दै हुनुहुन्छ अबको 2 देखि 4 दिनभित्र हाम्रो नेकपा एमालेका अध्यक्षलाई हामीले 10,000 कार्यकर्ता सहित स्वागत गर्छौं भनेर भन्दै हुनुहुन्छ। कुन मुखले भन्नुभएको? तपाईको अध्यक्ष त सुरक्षाको ग्यारेन्टी नभएसम्म सेनाको ब्यारेक छोड्दिन भनेर बस्नु भएको समाचार बाहिरिरहेको छ नि त। शहीदहरूलाई आतंककारी भन्नुभयो। आज शहीदको परिवार कुन अवस्थामा रोएर बसेका छन्। तपाईको बाले गोली हान्ने अर्डर दिँदाखेरि, तपाईको गृहमन्त्रीले गोली हान्ने अर्डर दिँदाखेरि, तपाईको सिडिओले गोली हान्ने अर्डर दिँदाखेरि आज कति शहीदका परिवार आज रोएर बसेका छन्। परिवार मात्र होइन, छिमेकीहरू पनि रोएर बसिरहेका छन्। जुन वितण्डा भयो नि देशमा 23 गते जुन सरकारले जुन किसिमको कदम लियो, त्यसको आवेगमा जनताहरूले तपाईको घर भत्काएका हुन्, तपाईको घर जलाएका हुन्। त्यसैको माझमा केही घुसपैठ भएका पनि हुन सक्छन्। त्यही कारणले गर्दा भाटभटिनी मिनबहादुर गुरुङ जस्ता व्यक्तिहरूको भाटभटिनी जलेको छ। त्यही कारणले गर्दा कति पत्रकारहरूको घरमा वितण्डा भएको छ। यदि 23 गते तपाईको बाले ती 19 जनालाई नमारिदिएको भए नि 24 गते त्यो किसिमको वितण्डा हुने थिएन, घुसपैठ पनि हुने अवस्था नै आउने थिएन। यो कुरालाई कहिले सोच्नु भएको छ? अलिकति पनि आत्मग्लानि छैन तपाईलाई, अलिकति पनि लाज भन्ने कुरा छैन।